silent है हेलो हामी को लागि पिकनिक गइरहेछौँ इट्स बिन लाइक what 2.5-3 years धेरै वर्ष पछाडि हामीलाई खुसी लागिरहेछ एन्ड स्पेशली सबै भाइ बहिनीसँग फेरि पनि मिलेर हामी रमाइलो गर्न जानको लागि हामीलाई धेरै नै अहिले रमाइलो लागिरहेछ आई होप इट्स ए गुड मेमोरी अनि हामी सबैजना रमाइलो गरेर सेफली हामी गरेर रमाइलो गरेर आउँछौँ सेफ्टी इज द मेन कन्सर्न हामीले आफै एकअर्कालाई हामीले सेफ राखेर हामी मजाले खेल्ने एक्टिभिटिजहरू पनि छ फुटबल ब्याडमिन्टन अनि हल्का नदीहरू पनि छ पौडी नखुलेर तर पनि सेफ भएर हामी बार्बिक्यूहरू छ अनि बिरयानी पुलाउ एभ्रिथिङ इज देयर अन द टेबल सो होपफुली इट्स अ गुड टाइम सो एभ्रीबडी इन्जॉय ओके कोही केही बोल्छ धीरज केही बोल्छौ के बोल्दैन दाइले बोल्दिसक्नु ल आनन्द केही जान्छ डोन्ट डिस्टर्ब मी ओके दाइ केही शब्द सबभन्दा ढिलो म सबभन्दा ढिलो म के भन्नु छ भनिहाल्ला अरे त्यसलाई कहाँ जान्थ्यो अरे हामी चाहिँ अघि यहाँ जाँदैछौँ बाटोको हामी चाहिँ अहिले यो दाउरा गर्नको लागि गरिराखेका छौँ हाम्रो दाइहरू र हाम्रो भाइ बहिनीहरू सबै यहाँ छन् हाम्रो दाउरा हाम्रो हजुर ए माथि राम्रोसँग अड्नुहोस् हाम्रो धीरजले चाहिँ दाउरा हाल्दैछन् हाम्रो काट्नुलाई के लिएको छौ अगाडि ओके हामी चाहिँ दाउरा बटुल्दैछौँ दाउरा बटुलिराखेका छौँ ठुल्ठुलो दाउरा छ यो आज पकाउनको लागि ल हाम्रो दाइले यो मुडा ठुलै बोक्नु भएको छ सुरक्षित साथ अब हामी यहाँ आएछौँ हामी असल तरिकामा रमाइलो सबैजना मिलेर यो रमाइलो मात्र होइन प्रभु हाम्रो निम्ति मात्रै होइन महिमा तपाईँको राज्यको चर्चा पनि होस् हाम्रो चरित्रदेखि हाम्रो हिँडाइ बोली डिसिप्लिन हामी म्यानर्सहरूदेखि पनि तपाईँको एउटा असल चरित्र सुसमाचार हुन सकोस् भन्ने प्रार्थना गर्छु किनभने प्रभु हामी तपाईँको स्वरूपमा छौँ तपाईँले हामीलाई गैया भन्ने ठाउँमा आइसकेका छौँ र अहिले चाहिँ हामी यहाँ खानेकुरा पकाउनको लागि चाहिँ हामीले प्याजहरू टमाटरहरू हाम्रो दिदीबहिनीहरूले काटिराख्नु भएको छ हेर्न सक्नुहुन्छ अनि र अरू कामहरू यता भइराखेको छ हेर्न सक्नुहुन्छ यहाँ आगो बलिसकेको छ अब हामी एकछिनमा चिया खाँदैछौँ र हाम्रो दाइ अनि हामी अर्को ठाउँमा आगो बाल्दैछौँ अनि हाम्रो दाइहरू यहाँ हुनुहुन्छ अनि हामी चाहिँ हाम्रो यहाँ बोइजहरूले यहाँ मासु चाहिँ बार्बिक्यू बनाउनको लागि रेडी गर्दै हुनुहुन्छ आनन्द धीरज
ल भयो ल मिलाइदियो अनि कम मिलाइदियो त्यो वाट त केही पनि हेरेन हो स्पिकर मात्र हेरे स्पिकर राम्रो ल्याइरहेको कुना आउनु पर्यो ये देखिए यो भर्खर थपेको चिया गएँ भाइको लागि ए उसले पनि उसमा हाल्छ युट्युबमा हाल्छ फेरि आउँछु म यहाँ पुरै सपिङ हुँदैछ यहाँ छ सन्डे पार्टी हजुर भलिबल त होइन फुटबल हो त्यो अघि नैको सेतो प्लास्टिक छ नि त्योभित्र के हुँदैछ यहाँ तपाईँहरूलाई मासु देखाउँदैछु यहाँ भाइले बनाउँदैछ त्यही देखिए मासु पकाएर बस्ने भनेको है हल्लाउनु भनेको सब खिच्छ नि अलि धेरै भाँडा खिच्छ पो खिच्ने एउटा गिलास छ भने सबै कभरेज लियो है दिस इज योर प्रमोसन हो आइज त Lama dia sangat Ice cream ले लो बारे दो कस्तो छ म त दामी छ आइस क्रिम दिनु हट वाला बियान लागि यहाँ
कोहीले आज यहाँ धेरै खाए जस्तो लाग्यो। टेन्सन भयो। यहाँ छुट्टी पनि खायो। मेरो पनि लुगा फाटा सबै त्यही छ। ब्याग लुगा फाटा सबै त्यही छ। के अरे? कहिले हाने मैले इग्नोर? यो इग्नोर भन्ने चाहिँ के हो? के हो इग्नोर भनेको? मेरो नाम निशा पिको हो। मेरो घर चाहिँ बर्दिया खैरापुर 10 नम्बर र म चाहिँ अहिले बस्ने चाहिँ नेपालगञ्ज औद्योगिक क्षेत्रमा बस्छु म चाहिँ। र दाइहरूले चाहिँ सुर्खेत जाँदा भयो वहाँ जाँदा एकदम वास्ता गर्नुहुन्थ्यो, फोटो खिच्नु भन्नुहुन्थ्यो। आज चाहिँ दाइ निशा बहिनी कहाँ छ? दाइहरूलाई वास्तै छैन, थाहै छैन। त्यस कारण धेरै चित्त दुखेछ। अब रुन मात्रै पो सके छैन र। खै कहाँ छ चित्त? आँसु यहाँ दुखिसक्यो तर आँसु आएको छैन। अब आँसु आउने बेर लाग्छ होइन। दिनभरि पनि यही व्यवहार जारी रह्यो भने उहाँको आँसु झरेर आज यो के भन्छ खोला परिनेछ दुगान हुन्छ रात्रिमा अहिले भनिदिरहेको छु पछुताउनु नआउनु होला। उहाँले चाहिँ आफ्नो दुखेसो पोखेर अब आँसुको लागि उहाँले भर्दै हुनुहुन्छ एकछिनपछि निस्किनको लागि। अब चाहिँ निस्किन आँट्यो आँसु। अब अहिले निस्किन आले एकछिनपछि निस्किन्छ। हजुरको व्यवहार त्यस्तै भयो भने कसैको लागि दोस्रो चाहिँ बोल्ने हैन। खोइ आनन्द बस के अरे त्यहाँ रहेछ त आँसु। दाइ बुफर सानो भएन। चिकन विङ्स अहिले त पुरै सिधाइसकेको छ नि त यिनीहरूले। सरोज भाइ मलाई चाहिँ कसैले ग्रुपमा मिसानु भनेर रिसाएको क्या तिमी एक्लै रुखमा पुरा। अब के अरे गौतम बुद्ध थर्ड बन्ने हो क्या तिमी रुखमा बसेर। अब हाम्रो भाइ अब पुरा ध्यान गर्ने भएको छन्। तर उहाँ चाहिँ अब एकदमै नयाँ हुनुहुन्छ। उहाँ चाहिँ के भन्छ यो 21st सेन्चुरीको भएको कारणले गर्दा ध्यान गर्दाखेरि उहाँलाई चाहिँ मोबाइल चाहिन्छ। त्यही भएर मोबाइलबाटै ध्यान गर्नुहुन्छ उहाँ। कति प्रोग्रेस भइसक्यो यहाँ हुँदैछ। मसलाहरू हाल्दै हुनुहुन्छ।
कता कति मान्छे माथि भयो हौ 7,000 चाहिन्छ है मलाई पैसा बिरयानी नै बनाउने हो अहिले के बन्छ यता केटाकेटीलाई घुराइदियो है के यतातिर अहिले बनेकोहरू यिनीहरूले खाएको छैन क्या केटाकेटी मेन सेफहरू चाहिँ यहाँ हुनुहुन्छ धीरज भक्त अनि रेशम मोसो त्यहाँदेखि यतातिर लगाउनु पनि नबिर्स है लास्टमा चाहिँ हेर्नु माता त्यहाँ लगाएको बादमा लास्टमा आफूतिर पनि लगाउने मुसो मतलब पानी पानी माटो मैले एकचोटि मासु चाख्न पाइनँ हो ऊ अहिले बिचारै छ त ऊ यिनीहरूलाई दिउँ पहिला खेलेर दिनुपर्ने लसी पनि आएर यसो गर ल हुन्छ क्या यार मजाले भर्साइदिने मजाले भर्सिन्छ तल पक्रिहाल्छ न भाइ बहिनीहरू यता हेर्नुहोस् के हाम्रो भइराखेको छ दाइ सेफ मेन सेफ के अरे हाम्रो यहाँ चटनी बन्दैछ च्याट्ट मुखमा च्याट्टै कहाँ छेउमा यार यता हो यता तिमीहरू भएन Barefoot on the grass, listening to our favorite song. I have faith in love. यिनीहरूको पनि लिँदै है आमाहरूले घाममा खेले मात्र हुन्थ्यो नि केटाले बहुत दौडायो मलाई आज कहाँ कुद्यो जोर बनाएर मुर्गा बनायो हजुर तपाईको लाली गुराँस हजुर जाने खाना खाएर जाने हो र ओए Yesu तपाईं भन्नुहोस् मेरो शिर झुकाउँछु
तपाईँलाई धन्यवाद मजाले गाउन कोही यता यस्तो सिन गरे हुन्छ के गरे हुन्छ यस्तो निशान देखाएको यस्तो निशान देखाएको 1 2 खाना कस्तो छ मिठो छ 10 मा कति 10 मा 10 बिनाको आफैले बनाएको हैन कति आफ्नो रेटिङ दिनु पर्यो अब 10 मा कति 10 कस्तो छ खाना कति 10 मा कति 10 मा 12 ओके 2 एक्स्ट्रा 2 एक्स्ट्रा 10 मा कति 99 10 मा कति फोटो पनि खिच्दिनु खाको 100 मा 100 थ्यांक यू तिम्रो चाहिँ बाड्नेहरु हामी बडुवा फोटो खाको फोटो खिच्दिनु कति 10 मा कति अब नेक्स्ट टाइम चाहिँ बससँग बिरयानी गर्नु धीरज 10 मा कति 10 मा 10 बससँग हैन बससँग एक्सपेक्टेडै भयो एक गिलास देऊ न बतायो होला 10 मा 10 अरे गिलास पुगेन अब चाहिँ यहाँ सबैजना खाना खाँदै हुनुहुन्छ बिरयानी सँग कोक स्प्राइट सबैसँग बसेको ह चटनी खान्नु सुबिर बफ खानु न जोत किन बोल्नु खोइ त कञ्चन दाइ म आउँदै छु है दाइ त थापै हाल्नु यहाँ पाउँछ कतिको मिठो छ 10 मा कति कस्तो छ किन 10 मा कति 10 मा कति 10 मा कति चटनी चाहिँ 10 मा 10 अनि त्यसपछि अरु चाहिँ 5.5 अरु 5.5 यहाँ सबैभन्दा भोकाकाहरू अघि गाडीमा गएर सुतिसक्नु भएको थियो अनि त्यो थालमा भएको चाहिँ के हो त पताउनु न हेर्नु न यस्तो पहिला खाना कस्तो छ 10 मा कति सुदाको कौना कौना उठ्दै खोज्छ है 9
हाम्रो आगा यहाँ स्टाफमा माछा लिन जानु पर्यो। सुबिरको कति 10 मा 7 सरोजको कति 10 खोइ कहाँ कस्तो अँध्यारो देखियो त हो तिम्रो त ले तल बहिनी हात थप्न आउनु है भाइ ए नानी खादिनु आऊ भोक लागेर तिमीलाई पनि आऊ तिमी यहाँ बस्छ हामी यहाँ हातेर सुधा आउनु काके कहाँ गएको यिनीहरू फेरि तिमी बाबु खादिनौ नि खाना है नले बबु खाना अरे बबुले दिन मन छैन भने चिसो खा चिसो अहिले कता गयो चिसो पार्टी गयो चिसो भयो ऑलराइट नो इश्यू सबै नाच न क्या उला मात्रै नाच नना सिकेर हो के पेट नि जमाना पैसाको भर नहुने पानी र पैसाको हो यो जमाना पैसाको भर नहुने पानी र पैसाको